हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म बनाउँदैछु फुरौला। हजुरहरूलाई थाहा नै छ होला फुरौला भनेको के हो भनेर। थाहा छैन भने चाहिँ भिडियो हेर्नु होला, अनि थाहा छ भने पनि भिडियो हेर्नु होला। सो मैले त्यो बनाउनको लागि चाहिँ मैले रातभरि भिजाएको मासको दाल लिएको छु, अनि हामीले चाहिँ त्यसको त्यो बोक्रा रिमुभ गर्नुपर्छ फुरौला बनाउनलाई। हजुरलाई कालै पाला खान मन छ भने चाहिँ ठिक्कै फाल्नु त्यसको बोक्रा। अब मैले बनाए जस्तै कलरको बनाउनु छ भने चाहिँ पुरै फाल्ने कोसिस गर्नु होला। यो गर्न चाहिँ हल्का मेहनत चाहिँ गर्नुपर्छ, तर खाना पनि राम्रो पाइन्छ साथीहरू, त्यही भएर मेहनत गर्नुहोस्। अनि यसको बोक्रा चाहिँ यस्तै पानीमा यस्तै राख्दैछिन्, हातले मिचिसिन आफै हट्दै जान्छ। पानीमा यसरी डुबेपछि आफै तैरिरहेको थियो, देख्न सक्नुहुन्छ। हामीले जति भिजायौँ त्यतिकै नै राम्रो हुन्छ कि यो चाहिँ। त्यही भएर चाहिँ मैले रातभरि भिजाएको थिएँ, अनि त्यसको त्यो बोक्रा चाहिँ निकालिदिएँ। बोक्रा हजुरहरूले पुरै रिमुभ गर्नुभयो भने चाहिँ गोरो हुन्छ मैले बनाए जस्तो। अनि अब हल्का कालो बनाउनु छ भने चाहिँ ठिक्कै रिमुभ गर्नु होला यो चाहिँ। अनि मैले चाहिँ निकालिसकेको थिएँ यति धेरै त्यसको बोक्रा, अनि त्यसपछि चाहिँ मेरो दाल चाहिँ यति गोरो भइसकेको थियो। मैले चाहिँ यसलाई मिक्सीमा राखेर पिन्न थालेँ साथीहरू। हजुरहरूले चाहिँ यो पिन्ने बेलामा थोरै पानी राख्नु होला, धेरै पानी नराख्नु। फेरि धेरै गिलो भयो भने चाहिँ हाम्रो फुरौला बन्दैन, त्यसको गिलो रोटी बन्न सक्छ। त्यही भएर ठिक्क अड्कलेर पानी हाल्नु होला, मैले जस्तै। अनि त्यसपछि मैले पिन्दिएँ। अनि त्यसपछि मैले राखेँ नुन चाहिँ मैले आधा चम्चा 2 चोटि राखेँ। अनि त्यसपछि मैले राखेँ आधा चम्चा बेसार, अनि तिनीहरूलाई मस्तसँग मैले घोलिदिएँ। हामीले चाहिँ यसलाई राम्रोसँग घोल्नुपर्छ नुन र बेसार राखेपछि चाहिँ। अनि त्यसपछि चाहिँ मैले कराई बसालेँ, कराईमा राखेँ तेल। हाम्रो तेल चाहिँ राम्रोसँग तात्नुपर्छ साथीहरू। तेल राम्रोसँग तात्यो भने चाहिँ हाम्रो फुरौला राम्रोसँग फुट्छ, नत्र चाहिँ राम्रोसँग फुट्दैन। त्यही भएर मैले चाहिँ थोरै पिठो राखेर चेक गरेको तेल तातेछ कि नै, अनि ताते रहेछ। अनि त्यसपछि मैले बनाउन थालेँ फुरौला। हजुरहरू चाहिँ कोही पनि मलाई आउँदैन बिग्रिन्छ भनेर चाहिँ नरोकिनु होला, बनाउने कोसिस गर्नु होला। बिग्रियो पनि आफ्नै घरको बिग्रिन्छ, सप्रिए पनि आफ्नै घरको सप्रिन्छ। आफैले खाने हो के अरे जस्तो भयो नि हुन्छ। तर मेरो पनि चाहिँ यो फर्स्ट नै ट्राई हो साथीहरू, तर यति राम्रो बनेको छ नि। हजुरहरूले यो भिडियो देखेर पत्ताउनु नला कि मैले फर्स्टचोटि ट्राई गरेको बनाउन भनेर। हजुरहरूलाई पनि यो फुरौलाको भिडियो देखेर खान मन लागेको छ भने चाहिँ आफ्नो इच्छा नमार्नु होला। रेसिपीको भिडियो मैले हाल्दैकै छु, आफ्नै घरमा थोरै जागर चलाउनु होला, अनि बनाएर खानु होला। मलाई चाहिँ त्यत्रो फुरौला बनाउन चाहिँ साथीहरू 2 घन्टा जति लागेको थियो होला। त्यो पिन्दा बनाउँदा यति गर्मी त भएको थियो, तर खाना चाहिँ मिठै भएको थियो। यो चाहिँ हल्का रेड ब्राउन जस्तो भएपछि चाहिँ पाक्छ साथीहरू। हामीले चाहिँ यसमा त्यो बोक्राहरू छैन दालको, त्यही भएर चाहिँ कालो भएन, गोरो नै भयो साथीहरू।
गोरो गोरो पनि के भन्ने हल्का हल्का गोल्डन जस्तो कलर चाहिँ आएको छ। एकदमै मिठो भएको थियो साथीहरू। त्यो गोल्डन जस्तो हुनेलाई चाहिँ निकालिदिइहाल्नु। धेरै डढ्न पनि पाउँदैन। गोल्डन भएपछि ठिक्क पाकेको हुन्छ, एकदमै मिठो हुन्छ। यसलाई चाहिँ हामीले मस्त चलाइ राम्रोसँग पकाउनुपर्छ साथीहरू। मलाई चाहिँ त्यत्रो धेरै बनाउन चाहिँ लास्टतिर चाहिँ हल्का अल्छी लागेको थियो। तर मैले चाहिँ एक्लैले त्यत्रो बनाएर भ्याएँ। खतरा गर्मी भएको थियो साथीहरू। जति नै गर्मी भए पनि मैले त्यत्रो फुरौला बनाएर भ्याएँ साथीहरू एक्लैले। लास्टमा हेर्नु होला है, मैले राखिदिएको छु भिडियो। कति धेरै पो बनाएको थिएँ। हाम्रो फुरौला चाहिँ यति राम्रो बनेको थियो नि। हजुरहरू कलर हेरेर थाहा पाउन सक्नुहुन्छ कि कति मिठो भएको थियो होला यो भनेर। हाम्रो चाहिँ एकदमै फुलेको फुरौला भएको थियो साथीहरू। हजुरहरूले यो फुरौलालाई हेरेर बुझ्न सक्नुहुन्छ कि यसको नाम किन फुरौला पर्यो भनेर। अनि यो चाहिँ एकदमै राम्रो बनेको थियो। हजुरहरूले पनि ट्राई गर्नु होला एकचोटि। भिडियो मन परेमा लाइक कमेन्ट गर्न नबिर्सिनु होला। बाई।